नमस्ते साथीहरु, स्वागत छ आकाश अफिसियल नेपाल युट्युब च्यानलमा। आज तपाईहरुको माझमा मैले एउटा भिडियो ल्याएर आएको छु। एउटा डाइभर्टर फिट गरेको नयाँ घरको बाथरुममा चाहिँ यसरी चाहिँ राखेको रहेछ तिनीहरुले, तल चाहिँ कनेक्ट नै नगरिकन। अनि आज चाहिँ हामीले बोलाएर हामीले फुटाएर हेर्दाखेरि चाहिँ तल एल्बो राखेर यसरी राखिराखेको रहेछ। त्यसैले हामीले आज यसलाई फुटाएर बनाउँदै छौं। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है त। अब भने हामी यसलाई यहाँबाट सिधा यसरी फुटाएर लाने छु। यहीँबाट चाहिँ यसरी सिधा फुटाएर उतासम्म लगेर जोड्दिने छौं। यसरी सिधा ल्याउँछौं कटिङ गर्दै। यसरी ल्याइसकेपछि हामी यसरी फुटाइसक्यो र अब यहाँनिर यसरी अर्को पाइप छ, यो चिसोको हो। उता तातोको पानीको लाइन चाहिँ यसरी छोडेको रहेछ। अब यसरी नापेर यसरी जोड्दै छौं। अनि पाइप यसरी जोडिसकेपछि अब यतापट्टि टी राखेर पोइन्ट निकालिसक्यो हामीले। यो चाहिँ बाथटबको लागि एउटा मिक्सचर राखिन्छ, टेलिफोन मिक्सचर। अनि यहाँबाट यसरी यो पाइप जोडेर ल्याइसकेपछि चाहिँ उतापट्टि जोड्ने छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। च्यानलमा नयाँ आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला। यस्तै भिडियोहरु हामी सधैँ ल्याइराख्ने गरिन्छ। जस्तै अब यसलाई चाहिँ यसरी ग्लु लाइन्छ, ग्लु लाएर यहाँ यतापट्टि नै ग्लु लगाइसकेपछि यो पाइप जोडिन्छ। यो पाइप जोड्ने क्रममा छौं। यसरी पाइप जोडिसकेपछि यो चाहिँ 50 वर्षलाई ढुक्का भन्छ है। अनि त्यसपछि यो भइसक्यो। अनि यतापट्टि सिधा आइसकेपछि चाहिँ यहाँनिर त्यो अर्को पाइप चिसो पानी भएको ठाउँमा चाहिँ हामी क्रस ओभर जोड्छौं, किनकि पाइपलाई त्यहाँ क्रस पर्ने भएको कारणले त्यसलाई क्रस ओभर जोडिन्छ। र उतापट्टि लगेर एउटा एल्बो राखेर गरिन्छ। यहाँनिर जोड्दै छौं र त्यो जोडिसकेपछि चाहिँ हाम्रो फाइनली जोड्दै छौं। र भिडियोले कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो भने तल कमेन्ट बक्समा आएर कमेन्ट गरिदिनु होला र हाम्रो च्यानलमा जोडिनु होला। र भिडियोलाई लाइक, कमेन्ट र शेयर पनि गरिदिनु होला। किनकि कुनै पनि प्लम्बरहरूले यसरी काम बिगारी राख्यो भने नयाँ घर, नयाँ टोयलेट, बाथरुम नै फुटाउनु पर्ने भएको कारणले चाहिँ सकेसम्म कसैले पनि मिस्टेक नगरिदिनु होला भन्दै आजलाई भने छुट्टिन चाहन्छु। हस्त, धन्यवाद, बाइ बाइ।